नेपालको 30औं प्रधान न्यायाधीशका रूपमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। प्रधान न्यायाधीशमा नियुक्तिका लागि संवैधानिक परिषदले कार्कीको नाम सिफारिस गरेको थियो। उक्त सिफारिस संसदीय सुनवाई समितिबाट पारित भएपछि कार्की नेपालको 30औं प्रधान न्यायाधीश बनेका हुन्। नियुक्तिसँगै कार्कीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। आजको भिडियोमा हामी नेपालका 30औं प्रधान न्यायाधीश हरिकृष्ण कार्कीका बारेमा केही जानकारी लिएर आएका छौँ। हामीले यस भिडियोमा प्रधान न्यायाधीश कार्की को हुन्, उनले विगतमा के गर्थे र प्रधान न्यायाधीशसम्मको यात्रा के कस्तो रह्यो भन्ने विषयमा चर्चा गर्नेछौँ। कार्की कानुन व्यवसायीबाट नेपाल बार एसोसिएसनको अध्यक्ष हुँदै महान्यायाधिवक्ता र सर्वोच्च अदालतका न्यायाधीश हुँदै करिब 7 वर्षमा प्रधान न्यायाधीश बन्न सफल भएका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट रही उनकै प्रधानमन्त्री कालमा महान्यायाधिवक्ता बनेका कार्की सर्वोच्च अदालत प्रवेश गरेपछि भने निष्पक्ष देखिएका छन्। यद्यपि दलीय राजनीति र विचारबाट प्रभावित भएको भन्दै उनीमाथि एमाले पक्षधर रहेको आरोप भने अझै पनि पूर्ण रूपमा हट्न सकेको छैन। प्रधान न्यायाधीशमा नियुक्त हरिकृष्ण कार्कीको जन्म माम्फा एकोखल ढुङ्गामा भएको हो। 2015 साल साउन 20 गते जन्मिएका कार्कीले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन्। 2040 सालबाट कानुन व्यवसायमा जोडिएका कार्कीले लामो समय वकालत पेशा र विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाको कानुनी सल्लाहकारका रूपमा काम गरेका छन्। सन् 1987 देखि 88 सम्म सर्वोच्च अदालत बार एसोसिएसनका निर्वाचित सचिव बनेका कार्की सन् 1992 देखि 95 सम्म सर्वोच्च अदालत बार एसोसिएसनको सदस्य बने। त्यसैगरी सन् 1995 देखि सन् 1998 सम्म नेपाल बार एसोसिएसनको सचिव बनेर उनले आफ्नो जिम्मेवारी पूरा गरेका थिए। सचिवपछि नेपाल बार एसोसिएसनको अध्यक्षमा उम्मेद्वार बनेका कार्की एकपटक पराजित बनेका थिए। सन् 1915 भएको निर्वाचनमा भने उनी नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए। नेपाल बार एसोसिएसनकै अध्यक्ष रहेको समयमा उनी पदेन सदस्यका रूपमा नेपाल बार काउन्सिलको उपाध्यक्ष, नोटरी पब्लिकको सदस्य, राष्ट्रिय न्यायिक प्रतिष्ठानको सदस्य तथा नेपाल बार काउन्सिलको अध्यक्ष बनेका थिए। कार्की सन् 2015 को अक्टोबरदेखि 2016 को मार्च 1 सम्म महान्यायाधिवक्ताको हैसियतमा न्याय सेवा आयोगको सदस्य समेत रहेका थिए। अधिवक्ताको रूपमा 30 वर्ष काम गरिसकेपछि 2017 सालमा कार्की वरिष्ठ अधिवक्ता बनेका थिए। हाल प्रधान न्यायाधीशमा नियुक्त हरिकृष्ण कार्की नेपाल बार एसोसिएसनको अध्यक्ष रहेकै समयमा नेपाल सरकारको महान्यायाधिवक्ता नियुक्त भएका थिए। 2072 असोज 25 गते प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको कानुनी सल्लाहकार समेत रहने महान्यायाधिवक्ताका रूपमा 2072 असोज 28 गते कार्कीलाई नियुक्त गरेका थिए। महान्यायाधिवक्तामा नियुक्त भएको 6 महिना पनि नपुग्दै संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीशका लागि कार्कीको नाम संसदीय सुनवाई समितिमा सिफारिस गरेको थियो। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि कार्कीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए। त्यसपछि बसेको संसदीय सुनवाई समितिको बैठकबाट कार्कीको नाम अनुमोदन भएपछि 2073 साल साउन 17 गतेदेखि उनी सर्वोच्च अदालतको न्यायाधीश बने। नवनियुक्त प्रधान न्यायाधीश कार्की कानुन व्यवसायमा आएपछि विभिन्न सरकारी तथा गैर सरकारी र निजी सङ्घ संस्थाको कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए। 2051 सालदेखि 2052 सालसम्म नेपाल एयरलाइन्स, 2054 सालमा जिल्ला विकास समिति ललितपुरको कानुनी सल्लाहकार भई काम गरेका थिए। त्यसैगरी उनले 2066 देखि 2072 सालसम्म मेलिना नर्सिङ होमको कानुनी सल्लाहकार, 2067 सालदेखि 2072 सालसम्म सिभिल बैंकको कानुनी सल्लाहकारका रूपमा काम गरिसकेका छन्। 2073 साल साउन 17 गते सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सेवा सुरु गरेपछि 7 वर्षको अवधिमा कार्की प्रधान न्यायाधीश बनेका छन्। यसअघि कार्कीले सर्वोच्च अदालतकै विभिन्न समितिमा बसेर काम गरिसकेका छन्। कार्की नेतृत्वको समितिले न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता वा भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायहरूको सम्बन्धमा प्रतिवेदन दिन गठित समितिको बहुचर्चित प्रतिवेदन तयार पारेको थियो। केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा संसद विघटन गरेपछि बसेको संवैधानिक इजलासमा कार्की रिक्युजलको घोषणा गरेर बाहिरिएका थिए। पहिले तिनै व्यक्ति प्रधानमन्त्री भएको समयमा प्रधान न्यायाधिवक्ता बनेको कारण स्वार्थबाजी नै भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि कार्कीले इजलासबाट बाहिरिने घोषणा गरेका थिए। हस् त आजको लागि यो भिडियो यति नै।
यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला। साथै हामीले प्रत्येक दिन दिनभरका ताजा खबरहरू प्रस्तुत गर्ने गर्दछौँ। कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। दर्शकवृन्द, आजको भिडियो सामग्री रातोपाटी.com मा गएर पढ्न पनि सक्नुहुन्छ, जसको लिङ्क हामीले डिस्क्रिप्सन बक्समा राखिदिएका छौँ। हजुरहरूको बाँकी समय सुखद रहोस्। धन्यवाद।